नमस्कार, जय नेपाल। अब म एउटा नेपाली कांग्रेसको कार्यकर्ता पनि हो र अहिले जुन कांग्रेसमा महाधिवेशनको कुरा अगाडि बढिरहेको छ, तर यो मैले पहिला के सोचिरहेको थिएँ भने यो बहुत राम्रो डेमोक्रेटिक रूपमा चाहिँ नि एक्सर्साइज भइरहेछ हैन, वाद विवाद चलिरहेछ, बहस चलिरहेछ भनेर सोचेको। तर के छ भने कांग्रेस अब अनिर्णयको बन्दी भएको जस्तो देखियो। यसले कांग्रेसले आफूलाई यसबाट खुलाउनुपर्छ। नेपालको लोकतन्त्रको संवाहक हो कांग्रेस। आजको दिनमा आउँदै गर्दाखेरि यदि कांग्रेसले अहिले जेनजीले उठाएका मागहरूलाई सम्बोधन गर्न सकेन र लोकतन्त्रलाई अगाडि बढाउन सकेन भनेदेखि अरू कसैले गर्न सक्नेवाला छैनन्। त्यसैले यो घडीमा म एउटा साधारण क्रियाशील सदस्यको हिसाबले पनि के हुन्छ भने हाम्रो अधिकार सुरक्षित हुनु पर्यो, जनताको अधिकार सुरक्षित हुनु पर्यो, इलेक्सन राष्ट्रिय चुनाव पनि हुनु पर्यो, त्यो सँगसँगै पार्टीभित्रको चुनाव पनि हुनु पर्यो। अब शेरबहादुर दाइलाई अगाडि राखेर उहाँको अनुहार बिक्नेवाला छैन। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, इतिहास त्यसको साक्षी छ। देशमा धेरै जटिल अवस्थाहरूमा पनि कांग्रेसले त्यो कुरालाई सम्मिलित भएर लिएर जान सकेको छ। आज त्यो घडी आएको छ। देशको लोकतन्त्रलाई फेरि ट्र्याकमा ल्याउनु पर्ने अवस्था छ। त्यसैले पार्टीभित्रको लोकतन्त्रलाई मजबुत गर्दै देशको संविधानलाई ट्र्याकमा ल्याउनु पर्ने अवस्था छ र विकासको प्रक्रियालाई अगाडि लगेर युवाहरूलाई यहाँ रोजगारी क्रिएट गर्नुपर्ने अवस्था छ। त्यसैले अब पार्टीमा तुरुन्त महाधिवेशन गरेर पार्टीलाई एउटा निरन्तर चल्ने अवस्थामा लानुपर्ने अवस्था छ। त्यसैले यसमा ढिलो गर्नु हुँदैन र उहाँ सँगसँगै उहाँहरूको धेरै त्याग छ, तपस्या छ, तर अब जनताले बुझिसके र त्यस किसिमले शासन सत्तामा बसेर अकुत सम्पत्ति कमाएकाहरूले अब बिदा लिनुपर्छ र अरू फ्रेस साथीहरूलाई अगाडि बढाउनुपर्छ, किनकि कांग्रेसमा धेरै त्यस्ता साथीहरू छन्। त्यो गर्न सक्यो भने लोकतन्त्र पनि बाँच्छ, संविधान पनि ट्र्याकमा आउँछ, विकासको प्रक्रिया पनि अगाडि बढ्छ। त्यसैले शेरबहादुर दाइले विधि र प्रक्रियाबाटै बिदा लिनुपर्दछ र अरू साथीहरूलाई चाहिँ नि नेतृत्व गर्ने अवसर पनि प्रदान गर्नुपर्छ। त्यो गऱ्यो भने उहाँको झन् हाइट बढ्दछ, उहाँको चाहिँ नि उचाइ बढ्दछ र एउटा लोकतान्त्रिक नेताको उहाँको छवि झन् चाहिँ नि उच्च स्थानमा जान्छ र पार्टीलाई विघटन हुनबाट, पार्टीलाई जोगाएर अगाडि बढ्नको लागि उहाँको इतिहासमा ठुलो योगदान रहनेछ यो उसमा। र त्यसैले उहाँले छोड्न खोजिराख्नु भएको छ हैन, तर उहाँलाई जबरजस्ती तानेर ल्याउने जुन प्रयास भइरहेको छ त्यो एकदम घृणित छ। त्यसले कसैको लागि पनि कल्याण गर्दैन, न त्यसले शेरबहादुर दाइको कल्याण गर्छ, न ती मान्छेहरूको गर्छ, त्यसैले न लोकतन्त्रको गर्छ। त्यसकारणले यो अवस्थामा, यो परिस्थितिमा म के भन्न चाहन्छु भनेदेखि एउटा चाहिँ नि प्रक्रियामा गएर अझ नियमित अधिवेशन गर्नुपर्छ। किनभने तलदेखि नै मैले यहाँहरूको बिचमा पहिला पनि कुरा राखेको थिएँ, प्राइमेरीको कुराहरू राखेको थियो, जनताबाट पनि 50% चाहिँ नि भोटिङ गरेर आउने भनेर। त्यो अब अलिक टाइम लाग्छ हैन, तर अहिले एटलिस्ट क्रियाशील सदस्यहरूमा तलदेखि नै युथहरूलाई 30% चाहिँ नि ल्याउन सक्यो भने र यो जुन चाहिँ नि नवयुवाहरूको प्रवेश त्यहाँ हुन्छ र नेपाली कांग्रेसले र अनुभव र नयाँले सँगै बसेर काम गर्दाखेरि एउटा सिनर्जी क्रिएट हुन्छ र त्यसले देशलाई अवश्य पनि अगाडि बढाउँछ।